हेलो सबैजनालाई नमस्कार। आज चाहिँ मेरो यो भिडियो टाइटल हेरेर थाहा पाउनुभएछ अभियसली। सायद टाइटलमा चाहिँ लेख्दिनँ होला, तर यो चाहिँ गिटारको के भन्ने एउटा रिभ्यू वाला भिडियो हो। सो यो चाहिँ हल्का सरप्राइज जस्तै तरिकाले म लान्छु हैन। र हेरौँ है त अब के धेरै लामो कुरा गर्ने। मैले एउटा गिटार मगाएको थिएँ, मेरो साथी कोरियाबाट आउँदै थियो। अनि अब त्यो गिटारको चाहिँ हल्का अब साउन्ड चेक अनि त्यो बडीको रिभ्यू अथवा जुन स्ट्रक्चरको भनौँ न त्यसको कस्तो लाग्यो हेरौँ है त। अब मलाई कस्तो लाग्यो त्यसको रियाक्सन जस्तो पनि भयो है त। एकछिन सो यो चाहिँ त्यही गिटारको ब्याग हो। सो यहाँ हेर्नु हो भने यो जुन हुन्छ नि प्लेनमा दिने फोटोस भनेर यो यसको यो अझै पनि राखिरहेछ। अब गिटारको चाहिँ नाम चाहिँ त्यहाँ मुनि लेखा होला, तर बिस्तारै सरप्राइजमा तपाईँहरूलाई म देखाउँछु है त कुन गिटार रहेछ है। लेट्स सी। तपाईँहरूलाई चाहिँ है मैले त हेरिसकेको छु, बजाइ पनि सकेको छु। सो नाम नदेखाइकन अगाडि बढी देखाउँछ है। ल गेस गर्नु। अब जसले देखिसक्नु भएको होइन उहाँहरूलाई त डाइरेक्ट थाहा भइसक्यो होइन, यो चाहिँ गिटार हो। सो हेर्दा चाहिँ ठ्याक्कै पछाडिबाट हेर्दा नि टेलिकास्टर जस्तो देखिन्छ होइन। टेलिकास्टरै हो यो। तर यसरी नेक हेर्नुभयो भने कतिले चिन्नुहुन्छ कतिले चिन्नुहुन्न है। यो नेक हेर्ने बित्तिकै चाहिँ ठ्याक्कै चिनिन्छ। ल नेक देखाएपछि ठ्याक्कै थाहा भयो है, हेक्सको गिटार हो यो। सो यो चाहिँ यस्तो उसमा छ है। कलर चाहिँ यो वुड कलरलाई साइन गरेको हो। मेपल वुड रहेछ यो बाहिरको चाहिँ, अनि पछाडिको चाहिँ माहोगानी के भनिदिन्छ नि त्यो खालको बडी रहेछ। जस मलाई चाहिँ एकदम दामी लाग्यो, साउन्ड पनि राम्रो लाग्यो। हुन त मैले के भन्छ के अरे सिङ्गल कोइल खासै चलाउन, मेरो चाहिँ बक्को त्यो बानी परेको अलिकति, तर पनि मलाई चाहिँ दामी लाग्यो होइन। यो जुस बबाले लाग्यो क्या बजेट अनुसार पनि, अनि लुक्स वाइज पनि। एउटै कुरा चाहिँ चित्त बुझेन, त्यो हो चाहिँ मलाई यसको हेड क्या। यहाँ हेर्नुहोस् न यति लामो हेड, अलिकति कस्तो मलाई चाहिँ नसुहाउँदो जस्तो लाग्यो। म त टेलिकास्टरको हेडहरू सानो देखिरहेको भएर होला, तर बडी अनि यसको स्मुथनेस होइन, यो नेकको यति यस्तो समाउँदाखेरि क्या मजाको फिल के। त्यो कड हान्दाखेरि पनि क्या यस्तो मजाको क्या नेक चाहिँ। मैले भर्खरै यसको बारेमा यसो हेरेको थिएँ। यो नेक चाहिँ टाइप सी भनेर नेक पनि टाइप हुँदो रहेछ, मलाई थाहा थिएन। टाइप सी भनेर हुँदो रहेछ यो उसमा। दामी लाग्यो। मुनि चाहिँ देखिरहेको छैन होला है, यसरी देखाउँदा देखिन्छ होइन। अनि ल यसको हल्का बारेमा भनिदिन्छु म। यो चाहिँ अब जुन फ्रेटबोर्ड यस्तो हल्का ब्राउन देख्नु भएको छ नि, यो चाहिँ रोस्टेड मेपल भन्छ है। अर्को मेरो उसमा चाहिँ यो मेपल भयो, तर मेरो जुन फेन्डरमा थियो वाइट, यो पनि चाहिँ रोस्टेड मेपल है। अनि यो फिङ्गर बोर्डमा पनि त्यही भयो, नेकमा नि त्यही हो सेम रोस्टेड मेपल। अनि यो पनि मेपल हो, तर के मेपल भन्छ बाहिरपट्टिलाई होइन। अनि यसलाई चाहिँ पछाडिको चाहिँ के माहोगेनी हो कि के भन्छ अरे बडीलाई, यो जुन है। अब त्यति धेरै थाहा छैन काठको बारेमा के थाहा छ। पिकअप भयो सिङ्गल कोइल है, यसलाई भन्छन् लिपस्टिक पिकअप रे, मैले नि यसो बुझेको होइन, सिङ्गल कोइल नै हो। अनि स्विच हुन्छ हामीसँग एउटा के भन्छ ब्रिज, अनि दुइटालाई अन गर्ने होइन। एउटा हुन्छ नेक यो भयो, एउटा हुन्छ भोलुम स्मुथ छ एकदम होइन। यो भोलुम यो टुन भयो, अनि 22 फ्रेटको रहेछ यो।
अनि अर्को के हुन्छ भने अहिलेको नयाँ मोडलको गिटारहरूमा चाहिँ ट्रस्ट रडलाई चाहिँ त्यो एडजस्ट गर्नलाई बाहिरबाट यस्तो बाहिर निकाल्दै हुन्छ। यो चाहिँ मलाई एकदम दामी लाग्छ क्या। पुरानो गिटारमा के हुन्छ भने त्यो छोपेर राखेको हुन्छ अनि त्यो खोल अनि घुमाऊ होइन, त्योभन्दा यसो हेर्दाखेरि यो चाहिँ दामी लाग्यो। मैले अहिले चलाएको गिटार मध्येमा चाहिँ छैन, त्यही उसमा पनि फेन्डरमा पनि यस्तो माथि हुन्छ क्या। तर यस्तो दामी लाग्यो कि अब यो चाहिँ मेड इन इन्डोनेसिया है, कोरियन गिटार हो तर कोरियाको कम्पनीले चाहिँ इन्डोनेसियामा बनाउनु दिन्छ, त्यो भएर मेड इन इन्डोनेसिया हो, कम्पनी चाहिँ कोरियन हो है। मैले खास मलाई त लिन त नेपाली साहाना एसटी गिटार लिनु मन थियो, तर अब यो गिटार मैले चलाउनु त पाएन होइन, कुन क्वालिटीको हुन्छ। तर जे भयो नि मैले दाइहरूसँग बुझ्दा होइन, जुन एसटी दाइ सनित लदा दाइसँग पनि बुझाएको थिएँ कति वर्ष त्यो ठिक्कको रहेछ गिटार भन्दाखेरि अलि मेरो बजेटभन्दा माथि पऱ्यो क्या। हुन त अब भनौँ न होइन, नेपालको अब एकजनाले मात्र चलाएर अब यो ठुल्ठुलो कम्पनी भएको धेरै म्यानुफ्याक्चर गर्दाखेरि सस्तो पर्न आउँछ होइन। साहाना पनि त्यही हो, अब नेपालको त्यस्तो धेरै ठुलो कम्पनी होइन, ठिक्कको कम्पनी हो। अब ठुलो कम्पनी भयो त्यही अनुसारको प्रोडक्सन धेरै हुँदाखेरि कस्ट पनि थोरैजना हुन आउँछ, त्यो भएपछि सस्तो हुन्थ्यो होला। अब उहाँहरूले गरिरहनु भएको छ, उहाँहरूलाई अल द बेस्ट। मलाई नि किन्न मन थियो, कुनै दिन चाहिँ म किन्छु है। अहिलेलाई चाहिँ मैले अब मेरो बजेट अनुसार मलाई चाहिरहेको थियो एउटा यो वुड कलरको गिटार, एकदम मलाई मन परिरहेको थियो। सो मैले चाहिँ यो मगाएँ। अनि नेक पनि मलाई यो रोस्टेड मेपल त्यो 4 बजे गिटारमा कत्रेको भनेको मैले देखाएको थिएँ कि, त्यस्तो खालको यो भर्खर क्या दामी लागेको थियो। अब त्यो गिटार किन्न अलिक सकिनँ, त्यही भएर बजेट फ्रेन्डली एकदम यो ठिक छ ल। यसको अब धेरै कुरा नगरौँ, साउन्ड सुन्न जाउँ है त। साउन्ड चाहिँ अब एकचोटि भिडियोमा कस्तो देखिया छ होइन चेक गर्छु, अनि एङ्गल मिलाएर तपाईँलाई यसको साउन्ड पनि सुनाउँछ है त। नेक पिकअपमा, ब्रिजमा, टोनहरू, अनि ड्राइभमा कस्तो सुनिन्छ, अनि के कुन सेटअपमा मैले चलाइरहेको छु त्यो पनि म डिटेलमा भनिदिन्छु है त। सो अब यसको साउन्ड क्यामेरामा चाहिँ एम्पकै साउन्ड आउँछ। हुन त एम्पमा आए पनि मेरो त्यो स्टमको एम्प पनि त्यसमै बुझिरहेको हुन्छ होइन, त्यही भएर एम्पको साउन्ड पनि त्यति राम्रो मजाले बुझिन्न। भन्नु खोजेको अब जुन म अहिले हल्का बोल्दाखेरि म अलिअलि बोल्नु, त्यो चाहिँ मेरो बाहिरी साउन्ड हुन्छ भने मैले अलि मजाले केही बजाएर राख्छु भने त्यो चाहिँ मेरो स्टमबाट के हुन्छ भने एम्प क्याप सबै होइन त्यो सेटअप भएरै आएको साउन्ड हुन्छ है। अब सुरु गरौँ। अब यसरी हल्का फुल्का म गरिरहेको हुन्छु होइन। यो भयो, अब के छ पहिला क्लिनै हेरौँ है। एकछिन है, रेकर्ड भएको छैन। ल रेकर्ड भइरहेछ है। मेन कुरा मेरो गिटार मैले बजाएको देखाएको एकछिन चेक गरौँ है। अब चाहिँ अलिक मजाले देखिन्छ कि आइगेस है, तर अलिकति यसरी माथि राखिदिन्छु म। अनि चर्को चाहिँ त्यो चलाइरहेको अलिक ठिकै लाग्ने। हुन त अब मेरो जुन यो एम्प सेटअप छ होइन, त्यो चाहिँ मर्ने भइसक्यो। यो मैले यसको लागि छुट्टै प्याच सेटअप केही बनाएको छैन, जुन मैले फेन्डरको लागि बनाएको थिएँ होइन। अब त्यसैमा नै अब हामी चलाउँदैछौँ होइन। अब त्यो हम्बक पिकअपको लागि थियो, अब यो सिङ्गल कोइलको लागि छ होइन। त्यो भएर राम्रो साउन्ड नआउनु पनि सक्छ अथवा अझै राम्रो आउनु पनि सक्छ है। त्यो अडियो चाहिँ अब सुनेपछि थाहा हुन्छ।
अब अहिले चाहिँ मैले भर्खरै मैले पनि थाहा पाउन यसलाई रेकर्ड गर्दै ल ठिक छ यहाँसम्म ठिकै छ ल सो के बजाउने त ल बजाऊ है के ट्युन गरौँ कि ट्युन गर्ने एकलट ल ट्युन पनि भयो है यसमा चाहिँ अहिले के छ भने के भइरहेछ भने प्याचमा चाहिँ एउटा कम्प्रेसर गइरहेछ एममा चाहिँ आरसी टाइप भन्ने छ जुन चाहिँ मार्सल जेटी M45 के भन्ने त्यसमा लगभग सिमिलर हो अनि यो क्यापमा चाहिँ 2x12 ज्याज रिभाइट भन्ने छ अब त्यो ठ्याक्कै सिमिलर नेम चाहिँ थाहा हुन्न किनभने अब हामीले जस्तो खतरा खतरा एप पनि कहाँ चलाएको छ र होइन अब त्यहाँ नाम सुने अनुसार अब सुन्ने हो ट्राई गर्ने हो त्यति नै हो अब त्यहाँ भएको एमको सबै साउन्ड थाहा पाउनलाई त रियलमा त्यो फिजिकल्ली त्यो एप पनि चलायो भने हामीलाई अब यहाँनिर यो एम हो भन्ने थाहा हुन्छ साउन्ड सुनेर टक्क नाम राखेर यो एमको टोन सार्प छ यसको चाहिँ वार्म छ होइन अलिकति त्यस्तो थाहा भएर चलाएको अझै राम्रो हुन्थ्यो अब कहाँ बाहिर चलाउनु होइन गिटार त राम्रो राम्रो किन्नु मन लाग्छ अब नसकेर हामीले अब यस्तो बजेट फ्रेन्डली किन्छौँ अब लगभग यो गिटार मैले किन्दाखेरि अब कोरियामा चाहिँ 35-40 को रेन्ज होला है अब नेपालमा आइपुग्दाखेरि नेपालमा नि एक्स आउँछ है अब नेपालमा आउने एक्स मैले सुने है अब एक्स मात्रै होइन कि प्रायः अब म्यानुफ्याक्चर गरेर कम्पनीसँग यताउति भएर आउने गिटारहरू नेपाललाई जुनै सामान पनि गिटारको मात्रै केसमा होइन अब यो एउटा रिमोर मात्रै हो कि साँच्ची के हो ट्रु हो थाहा भएन तर नेपाललाई पठाउने सामानहरू बाहिरबाट जुन कम्पनीले पठाउने सामान हुन्छ त्यो खासै राम्रो पठाउन अलिकति देश हेरेर पठाउँछ भन्छन् है अब त्यो हिसाबले चाहिँ मैले नेपालमा किने होइन मैले कोरियामै किने अब कोरिया त नेपालमा त राम्रै देश हो होइन एकदम त्यो हिसाबले कोरियालाई राम्रो सामान पठाएछ कि मेरो हातमा यो भएको चाहिँ राम्रैवाला हो कि अथवा सेम पनि हुनसक्छ त्यो केही थाहा छैन है मान्छेहरूको कुरा फरक फरक हुन्छ सुन्ने हो अब त्यस्तै कसैको परेछ भने बजाउनु ट्राई गर्ने हो त्यति थाहा हुन्छ होइन तर मलाई सबैभन्दा मन परेको चाहिँ यो नेक एकदम दामी लाग्यो हेड चाहिँ होइन यो हेड चाहिँ मन परेन अनि यो बडी छ नि यस्तो दामी लाग्यो कि यो साइनिङ होइन यो हेर्नुहोस् न यो काठको त्यो भित्रपट्टिको त्यो आँखा के भन्छ नि त्यो काठ जुन काटेको भित्रपट्टिको त्यसको स्ट्रक्चर त्यो जुन देखिन्छ नि रुख काट्दाखेरि ट्याक्कै त्यही नै हो कि अब यो बना हो कि तर दामी छ यस्तो दामी छ दामी एकदम ब्युटिफुल यस्तो खतरा क्या पछाडि साइनिङ छैन त्यो झन् बेस्ट लाग्यो क्या मलाई साइनिङ हुन्थ्यो भने किनभने पछाडिको पार्ट अलिकति साइनिङ नभएकै मनपर्छ मलाई चाहिँ मैले मेरो आइभेनिजको साइनिङ हटाइदिएको थिएँ आफैले त्यो काक्सी लगाएर तर आफैले गर्दाखेरि राम्रो होइन यस्तो खालको साइनिङ दामी लाग्छ मलाई भन्नु चाहिँ साइनिङ नआएको तर यो कलरमा क्या कस्तो दामी अगाडि चाहिँ टिभी ऐनै जस्तो देखिन्छ हल्का अब पिकअप अनुसार चेक गर्दै जाउँ है ड्राइभ हेर्दै जाउँ क्लिन हेर्दै जाउँ है मैले हल्का रिभर्ब पनि हाल्दै छु रिभर्ब हाल्दा अझ मिठो आयो जस्तै एउटा गीत बजाइदिँदा
दुईटै पिकअपबाट बुझौँ है। राम्रो होइन है। अब मलाई चाहिँ ब्रिज हुन त गीत खेल्दाखेरि कस्तो हुन्छ भने तपाईँको ड्राइभ खेल्दा अनि क्लिनिक खेल्दा प्लकिङ खेल्दा प्रायः प्लकिङ खेल्ने भने बिचको साउन्ड राम्रो हुन्छ, दुईटैबाट आउने छ। अब ड्राइभ खेल्ने हो पावर चाहिन्छ भने अलिक क्रन्ची चाहिन्छ भने यो ठिक भयो होइन। मुनिको देख्नु भएको छैन मुनिको। अनि अब अलिकति वार्म स्मुथ टाइपको चाहियो भने चाहिँ अलिकति अब यतापट्टि खेल्छन् है माथिपट्टि। तर अब प्रायः म्युजिसियनहरूले आजकल के गर्छन् भने कस्तो आँगी पऱ्यो के हुन्छ भने अब नेकको यति सेक्सनमा खेल्दाखेरि चाहिँ प्रायःले किन हुन्छ भने यताको लो टोन हुन्छ नि त, त्यो भएर अलरेडी लोमा यो यहाँबाट नेकबाट गरेपछि लो आउँछ, प्रायःले यतै राख्छन् है। त्यो चाहिँ उनीहरूले गरिरहने कुरा। अब हुन त आफ्नो चोइस हुन्छ के भने यतै पनि वार्म दिनु मन लाग्यो भने त्यो गर्नु मन लाग्यो। तर अब यहाँबाट माथि गइसकेपछि के गर्छन् भने अलिकति यो पिकअपलाई माथि नेकमा राखेर खेल्छन् क्या जस्तै। अब यता सार भयो यतापट्टि खेल्यो। अझै मिठो आयो नि जस्तै यहाँबाट गर्नु र टोन पुरै खुला छ। आज मैले गिटार सुनै पाएन, साथीहरूसँग घुम्दा 2 दिन मजाले घुम्यो। बल्ल फुर्सद पाएँ, साथी पनि गयो अनि जुनले गिटार ल्याइदिएको थियो बिस्तारै अब ब्याक टु कोरिया जाँदैछ। अनि फर्स्ट टाइम बजाउँदैछ, हात पनि अहिले मजाले बसेको छैन। त्यो वार्म गरेर जुन हामीले वार्म गरेर बजाउँछौँ अनि वार्म गरेर 1-2 घन्टा बजाइसकेपछिको र सुरुमा छुने बेलामा धेरै फरक पर्छ क्या। त्यो प्लेइङ पनि फरक पर्छ, त्यहाँ त्यो ठ्याक्क त्यो मसल मेमोरी कुराहरू पनि हुन्छ नि त्यो आइसकेको हुन्छ नि। यो हात पनि अब म रिसेन्टली नुहाएर आएँ, यो हातहरू पनि अलिकति योसँग भइसकेन। त्यो ठ्याक्क त्यो एउटा हुन्छ क्या 1 घन्टा 2 घन्टा जति खेलाइसकेपछि आफूलाई पनि त्यो वार्म पनि हुन्छ अनि ठ्याक्क योसँग एट्याच अलिकति भइसकेपछि त्यो टाइममा चाहिँ साउन्ड अलिक मिठो आउँछ। मलाई चाहिँ त्यो जहिले फिल हुन्छ, रेगुलर फिल हुन्छ। यस्तो माथि हेर्दा चाहिँ अब हुन त टोन कस्तो आउँछ अहिले चाहिँ थाहा हुन्न, तर यहाँ एममा सुन्दाखेरि पनि जस्ट नर्मल्ली अलिअलि जानिरहेको कुरा हो। त्यस्तो म पनि खतरा केही पनि होइन, जस्तो म पनि सिक्ने नै हो क्या। अलवेज केही न केही कुरा म सिकिरहेको हुन्छु, मलाई केही पनि थाहा छैन भन्नु खोजेको। अब फेरि त्यस्तो नि होइन, सिक्दैछु, सिक्ने कुरा धेरै नै छ अझै पनि, मलाई त्यस्तो फिल हुन्छ। के हुँदैछ रेकर्ड हुँदैछ नि। अब किन्न त मलाई एकदम नेपाली प्रोडक्ट सपोर्ट गर्न मन थियो है। मैले सानो कुरा गरेको थिएँ, मैले मनपर्ने यो गिटार मनपर्छ भनेर। मैले उहाँहरूसँग डिल त के भन्ने होइन, फेसबुकमा कन्ट्याक्ट गरेको थिएँ, मिलाइदिनु भएको थियो अरे प्राइस। तर पनि अब अलिक मलाई चाहिँ महँगो लाग्यो भन्नु खोजेको, मेरो बजेटले अलिक भ्याएन। अब के भन्ने, तर किन्न चाहिँ किन्छु है। एक न एक दिन चाहिँ अब साहाना अनि एउटा एससी गिटार, अब नेपालबाट बन्ने 2टा इलेक्ट्रिक गिटार अहिले 2जना छ। हुन त मन्त्रहरूको नि छ, तर मलाई त्यति लाग्दैन मन्त्रको चाहिँ।
अब त्यो उहरूलाई ठिकै हुन्छ होला बिगिनरहरूलाई। तर साहनाको चाहिँ स्योर, अनि सनी दाइको नि स्योर लिन्छु म। तर अब त्यसको लागि चाहिँ अलि टाइम चाहिँ लाग्छ। सो अब यसको के हेर्ने त, हल्का मैले जुन चलाउँछु ट्युब स्क्रिमर त्यसलाई बुस्ट गरेर अलिकति चलाउँछु है त। जस्तै भिडियो चाहिँ एकदम लामो हुनेछ, 40 मिनट होस् या 1 घन्टा होस् हान्दिने हो आज चाहिँ म। किन भन्नु न, मेरो च्यानल सब्सक्राइबर चाहिँ 1700 पुगिसक्यो तर मोनिटाइज भएन क्या। अनि लामो लामो भिडियो हालेपछि मोनिटाइज नै हुन्छ अरे यसो होइन। मोनिटाइज भएर पैसा आयो भने यसो अलिअलि सपोर्ट हुन्छ नि त, त्यो हिसाबले मोनिटाइज भएन। अनि अब यही गिटारकै रिभ्यू गर्न आएको, अब बजाएर मात्रै भएन, अलिअलि यसको बारेमा के भनिदियो भने यहाँ मैले डिटेलमा निकालेर राखेको थिएँ, तपाईँलाई देखाइदिन्छु है त। ल हटाइदिएछ यार, मैले हेरेको थिएँ अघि हेक्स गिटार कम्पनी है, हेर्नु नि हेक्सु भनेर आउँछ नि, यो कोरियन हो कि हेक्स गिटार, त्यहाँबाट देखिँदैन तर सही हो क्या। पैसा अनुसार चाहिँ गिटार दामी हो क्या। मलाई चाहिँ त्यतिको बजेटमा त्यो गिटार टी सिरिज भन्छ चाहिँ, अब टेलिकास्टर सिरिज होला टी सिरिज भनेको होइन। अनि टी सिरिजमा पनि यो मेरो चाहिँ के छ भने TS260 भन्नेवाला हो क्या, SGSB भन्नेवाला यो, सरी SGBB भन्नेवाला है। अनि अब यसको के छ हेरौँ है अरू। अब हेडमा चाहिँ हेक्स क्लासिक डिजाइन रे होइन, फ्रेटबोर्ड भयो, रोस्टेड मेपल 22 फ्रेटको भयो, कम्पाउन्ड रेडियस भनेको चाहिँ हल्का यस्तोवाला फ्रेड हो है, कुनै चाहिँ यस्तो स्ट्रेट हुन्छ, अलिक यस्तो भयो भने चाहिँ अलिकति के हुन्छ भने बेन्ड सिन गर्न अलिक सजिलो हुन्छ। अनि नेक भयो, अब यो फ्रेटबोर्ड पनि रोस्टेड मेपल, किनभने जोड्ने हो नि त नेक र फ्रेटबोर्ड त, यो पनि रोस्टेड मेपल हो है। अनि अरू के छ यसको बारेमा, यो नेक चाहिँ मेपलै रहेछ तर ब्रल मेपल टप भनेको छ। अब टप भनेको यही होला। अब यो चाहिँ अलिकति डढा सडा यस्तो खालको भनौँ न, यो यस्तो वुड टाइपको देखिनेलाई त्यस्तो भन्ने होला कि त्यो मेपल भन्ने होला आई गेस है, तर मलाई थाहा छैन, अघि नै भनिरहेको थिएँ मैले। अनि बडी चाहिँ के इन्डोनेसियन माहोगेनी रे, माहोगेनी, बिस्तारै सिक्दैछु काठको नामहरू पनि। अनि अब यो दुइटै सिङ्गल कोइल पिकअप हो, मोडर्न स्याडल रे। अरू के छ, कन्ट्रोल, टोन, मास्टर भोल्युम, पिकअप सेलेक्टर है। अरू केही छैन, यो पिक गार्ड भइहाल्यो। अनि अरू के हुन्छ भने टेलिकास्टरमा चाहिँ अलिक यस्तो चुचु हुँदैन क्या, तर यसले अब कपिराइट लाग्छ भनेर अलिकति चुचु बनाइदिएछ। तर ठिक छ, ओभरअल दामी छ। यो हेड चाहिँ किन त्यो टाउको ठुलो यति बनाएको त्यो चाहिँ मैले बुझिनँ। एक्सको कम्पनीमा कोही काम गर्ने हुनुहुन्छ भने, नेपाली भाषा बुझ्नुहुन्छ भने ल है, मेरो चाहिँ कुरा हो, किन यति ठुलो टाउको, अलिकति समुद्र भएन क्या टाउको चाहिँ। तर बिस्तारै हुन त राख्दै गएपछि मन पर्दै आउँछ होला, ठिकै छ, सबै कुरा भने जस्तो काम पाइन्छ होइन। यो टोन चाहिँ अहिले के भइरहेछ भने मैले
अघि बुस्टर चलाइदिनु थियो है। बुस्टर चलाउनु र नचलाउनुमा बुस्टर भन्नु खोजेको मैले टोनमा मेरो गिटारको उसमा चाहिँ ट्युब स्क्रिमरको चाहिँ गेनलाई एकदम कम गरेर त्यसको टोन लेभल चाहिँ अलिकति बढाइदिएको छु क्या। त्यो गरेर चलाउँदाखेरि चाहिँ क्लिन पनि राम्रो सुनिन्छ, हल्का क्रन्ची क्रन्ची आउनलाई पिक नेकमा यताले के अरे ब्रिजमा राख्नु। कति भन्ने अब 20% जति चाहिँ गेन छ क्या। त्यो त्यति गेनलाई त उनी बढ्दैन होला सायद, भनेको त्यो ड्राइभ नै आउँदैन कि। त्यो नेकमा चाहिँ दामी आउँछ यसको टोन है। पिकअप अब एउटा ऊ खेल्नु नि त प्लकिङ है त, मैले एउटा बनाएको थिएँ। गिटारको बारेमा त भइहाल्यो। अब ड्राइभ हुन्छ है, हल्का फुल्का मैले एक्स गिटारको यसो अब प्रमोट गरिदिएँ नि, पैसा त आउँदैन त्यही पनि है। पैसा नआए पनि सपोर्ट गरिदिउँ न, अब आफूले लिइसकेँ। अनि यो ट्युनिङ पनि राम्रोवाला छ है, मन पऱ्यो मलाई चाहिँ। ट्युनिङ पेक्स के भन्छ यसलाई। अनि गिटारमा जुन यस्तो योवाला हुन्छ नि, यो भएको चाहिँ मलाई एकदम दामी लाग्छ। कुनै गिटारमा हुन्न क्या यो भयो भने चाहिँ अलिकति स्ट्रिङलाई चाहिँ होइन कस्तो हुन्छ भने बजाउँदा कसै कुनै गिटारमा यहाँबाट फुत्त निस्किने हुन्छ क्या यो यहाँबाटै, त्यस्तो चाहिँ अलिक कम हुन्छ त्यो भयो भने। अब हामी यसको ओभरड्राइभमा हेरौँ है। ओभरड्राइभको चाहिँ के छ भने यो टोन चाहिँ 60 जति, ड्राइभ चाहिँ फुल। अब लेभल त म्याटर गर्दैन, लेभल जति राख्यो नि एउटै हुन्छ होला। अब रिभर्ब चाहिँ काम भएन है, हल्का उनी अफ गरिदिनु। तर मेरो फेन्डरमा खेलाइरहेको अलिक गेन नखोले हो कि जस्तो लाग्ने। जुन चाहिँ ड्राइभ आउँछ नि, ड्राइभ त्यो चाहिँ नहाँस्छ कि कस्तो क्रन्ची एकदम। डिले हालिदिउँ अनि मिठो हुन्छ। तर मलाई चाहिँ यतै खेलेको मनपर्छ। के गरौँ भने यो ड्राइभलाई चाहिँ अलिकति जुन त्यो मैले ड्राइभमा SG1 ट्युब स्क्रिमर अलिकति एड गरेर अलिकति गेन लेभल बढाउँ है त। के हुन्छ भने ट्युब स्क्रिमर चाहिँ अब मैले के गर्छु भने यही चिजलाई चाहिँ जुन मैले अहिले SG1 को सेटअप जुन भने त्यो लेभलमा चाहिँ के गर्छु भने ट्युब स्क्रिमरलाई चाहिँ टोन चाहिँ अलिकति 50-51 जति राख्ने हैन। अब लेभल चाहिँ ST को भन्दा थोरै माथि राख्ने, किनभने बुस्टर हो नि त। अब बुस्टर नै बुस्ट गर्दा अलिकति माथि आएन भने त एउटै भएन नि, कामै भएन नि हैन। कि गेन मात्रै बुस्ट गर्नु पर्यो, भोल्युम पनि बुस्ट हुन्छ अहिले। त्यो लेभल चाहिँ अलिकति माथि राख्ने, अनि त्यहाँबाट गेनलाई चाहिँ अब सकेसम्म धेरै गेन चाहिँ नराख्ने, किन अलरेडी गेनमै हुन्छ। सकेसम्म 30-40 तिर राख्ने है।
अनि अब पिकअप यताबाट राखेर चलाउँदा अब अघिको र अहिलेको समयमा धेरै फरक महसुस हुन्छ। नेक बिकोमा हालेर मिठो हुन्छ। सिंगल कोइलले चाहिँ अलि नभ्याउने रहेछ अम्बकलाई। अम्बकको जुन पिकअप हुन्छ त्यसको चाहिँ पावर चाहिँ साँच्चै नै दामी रहेछ र यसको नै राम्रो छ। अब हुन त त्यो सुनिरहे पनि यो अलिकति लाग्नु स्वाभाविक हो। त्यही भएर त्यो अलिकति बजाउनु अप्ठ्यारो फिल भइरहेछ। हुन त नयाँ गिटार फेरि यो हात नेकअप सरी नेकमा पनि नयाँ फ्रेड समाउँदाखेरि मलाई कस्तो फिल भएको छ भने अहिले चाहिँ समाउँदा चाहिँ यस्तो स्मुथ देखेको छु मैले। तर अब त्यो चलाएर बानी कस्तो बेन्डहरू गर्न अलिकति हुन त स्ट्रिङको यो गज पनि अलिकति मैले चाहिँ 10 चलाइरहेको छु। यसमा चाहिँ अलि त्योभन्दा माथिको हो कि जस्तो फिल पनि भएको अब थाहा छैन। सायद भिडियो त अब बोल्दा 1 घन्टा कि भयो होला। अब यहाँसम्म जसले पनि धैर्य एकदम गरेर मलाई हैन मेरो कुरालाई मन पराइदिएर हेर्नुभयो धेरै धेरै मुरी धन्यवाद है। अब के छ भने आजकल अलि म कन्टेन्ट बनाउन पाइरहेको छैन। म दिउँसो अरू नै काममा बिजी हुन्छु। यसो फुर्सद मिले बेलामा है कभर यस्तो रिभ्यू हैन
अनि पेडल बोर्ड सेटअपहरू होइन चान्स पाएसम्म गरिरहन्छु। अरू त्यस्तै हो। लास्ट जाने बेलामा एकचोटि सर्भर यो तपाईँलाई म देखाइदिन्छु है। दामी छ गिटार है। यसको फर्दर डिटेल चाहिएमा तपाईँहरूले कमेन्ट गर्नुहोस् है कि यसको के छ होइन। अनि अब मगाउन त कसरी मगाउने भनेर भन्नु भने आफ्नो साथीभाइ हुनुहुन्छ होला होइन, त्यसरी नै मगाउने हो अथवा अब अनलाइन गरेर मगाउन पनि मिल्छ होला के गरेर। तर मलाई चाहिँ दामी लाग्यो है। अब पिकअप चाहिँ अब मैले के सोचेको छु भने यसको अब यो क्रन्ची टाइपको अलि आउने भएर यहाँनिर अम्बक हालिदिउँ भन्ने पनि सोचिरहेको छु। अब अहिलेलाई चाहिँ चलाउँछु यतिकै, किनभने यो मेरो त्यो मेन गिटार भयो। अब यो सेकेन्ड मेन गिटार भयो क्या। हुन त त्यसको मैले 5-6 वर्ष फेन्डर चलाइसकेँ। त्यो बेन्ड गर्दा 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 यो फ्रेटहरूको हुन यो नै त्यो दब्बेर अनि नयाँ स्ट्रिङ पनि चाँडै नै त्यहाँनिर यस्तो बेन्ड गर्दा गर्दै त्यहाँनिर अड्क्या जस्तो होइन फ्रिक्सन हुने क्या। अब यो त त्यस्तो छैन नि त, यस्तो नयाँ मजाको छ। अब त्यसमा चाहिँ अलिकति स्ट्रिङ अलिक पुरानो हुने बित्तिकै बेन्ड गर्दाखेरि त्यहाँनिर अब त्यो धेरै युज गरेर होला त्यो फ्रिक्सन भएको फिल हुन्छ क्या। त्यो नेकहरू त्यो स्ट्रिङले थिच्दा त्यहाँनिर यस्तो भनौँ न खाल्टो भर्या क्या यस्तो हल्का त्यो भएछ। अब यो चाहिँ अब मेरो अब यो पछिको मेन गिटार यही हुन्छ। तर अब अहिलेलाई रिसेन्टली म यही नै चलाइरहेको हुन्छु होला। सायद गिगहरू भयो, कतै प्रोग्राम भयो, कतै केही प्रोजेक्टहरूमा युज गर्छु। अब सकेसम्म अब त्यसको टुन नआयो भने यतैबाट एम्पहरूबाट मिलाएर हुन्छ कि कसरी हुन्छ ट्राई गर्छु, किनभने एकदम दामी लुक्स छ नि त। अन्त टुन पनि ठिकै आउँछ होला जहाँसम्म लाग्छ मैले आउटपुट अहिले यो गर्दाखेरि, किनभने मैले बाहिर एम्पको साउन्ड सुनिरहेको यताबाट गर्दाखेरि है। भिडियोहरू हेर्दै गर्नु होला, सब्सक्राइब गर्नु होला है। अब मिलेछ भने साना गिटार र एसटी गिटार चाहिँ म लिन्छु स्योर लिन्छु। अहिले नै भन्नाले अहिले यहीँबाट भनिराख्छु भन्न खोजेको, लिन चाहिँ लिन्छु। एनी हाउ लिन चाहिँ लिने हो। नेपाली प्रोडक्ट लिनु पर्छ, किन्नु पनि पर्छ है। अब यो प्राइसमा यसको प्राइसको एसटी त अझै महँगो छ होला। साहाना चाहिँ पहिला लिन्छु होला, अनि एसटी चाहिँ अब लिन्छु, बिस्तारै लिन्छु है। साहानाको म्यानुफ्याक्चर गर्ने दाइहरूले एसटी दाइहरूले नि हेर्नुभयो भने स्योर लिन्छु है। ल अहिलेलाई चाहिँ बाई बाई। अर्को भिडियोमा फेरि भेट्नेछौँ।